यहाँ तोडफोड नगरिदिनु होला, केतापछि पुलिस आएर समाधान गर्न सक्छ। तोडफोड गर्ने काम नगरिदिनु होला। अहिले कुरा चलिरहेको छ, कुरा चल्न दिनु होला। त्यसपछि हामी नआयो केही निष्कर्ष नभएपछि फेरि यसको बारेमा हामी सोच्दैछौँ। हेर्दै रहनु होला, देख्न सक्नुहुन्छ यहाँ भित्र कर्मचारी भित्र बसेका छन्। उहाँ पनि डर र त्रासकोमा रहेको हुनुहुन्छ, किनकि आन्दोलन एकदम चर्को भइसकेको छ र कर्मचारी पनि एकदम डराएका छन्। तर हामी कर्मचारीलाई के गर्नेवाला छैनौँ, हाम्रो सिधा कुरा प्रमुखसँग भनेर छ। हामी यसको लागि हामी कोसिस गर्दैछौँ प्रमुखजी आउन् र हामीलाई भेटुन् भन्ने कुरामा। जनताहरू आक्रोशमा आइसकेका छन्, जनताहरू तोडफोडमा समेत आइसकेका छन्। हाम्रो कुरा यहाँ कर्मचारीहरूसँग होइन, हाम्रो कुरा सिधै प्रमुखसँग हुनेवाला छ र हामी तोडफोडमा आउनेवाला छैनौँ। हामी कन्ट्रोल गरिसकेका छौँ।